versus Magic. Remember, yeah, leave a bitch, I'm a gentleman. Gotta look a nigga in the eye who kill a man. Short, Sunday, onto it! हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ नयाँ भिडियोमा। सो आज चाहिँ के देखाउन लागिरहेको छु भन्दाखेरि आज चाहिँ हाम्रो शाखा सन्तान सबैजना छ एउटै घरमा छ। आज चाहिँ यस्तो स्पेसल केही होला, मलाई केही पनि थाहा छैन। अनि जस हाम्रो आमापट्टिको सबै दिदीबहिनीको छोराछोरी सबजना छ अलमोस्ट, अनि सब देखाउन गइरहेको छु होइन। आजको नाइटमा म आज चाहिँ एउटा दामी भिडियो पनि हुन्छ, किनकि आज चाहिँ हामी बार्सा versus Magic. म्याच हेर्न जानेवाला छौँ, त्योभन्दा अगाडि चाहिँ यता सबैजना देखाइदिन्छ है त। उहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ, हाम्रो भेनाको मम्मी हुनुहुन्छ यता, अनि मेरो माइली आमा हुनुहुन्छ यता, अनि माइली आमाको ठुली छोरी मेरो भान्सा विकेश, त्यसपछि हाम्रो साइली आमाको ठुलो छोरी, हाम्रो मिना दिदी साइली आमाको साइली छोरी, अनि माइली आमाको माइली छोरी, माइली छोरीको जेठो छोरो भान्जो है भान्जो ल यो दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि यता छ अर्को पार्टीहरू, यता चाहिँ फेरि मेरो यहाँ भान्जा छ, फेरि यस्तो यता फेरि नातिनी छ यता, अनि यता भान्जी छ फेरि उता, यहाँ फेरि अर्को भान्जा छ फेरि, अनि यहाँ चाहिँ साइली आमाको माइली छोरी, उहाँ चाहिँ भान्जा फेरि। यता चाहिँ सबैजना भेनाहरू मात्रै हुनुहुन्छ, कमल भेना हुनुहुन्छ, सबैजना भेना मात्रै। यता चाहिँ 5 जना हुनुहुन्छ। यस्तो राम्रो दिदी अब हेलो, यो म ठुलो दिदी सबभन्दा जेठा रे। आफूले आफै भेटेको आफै भन्ने। सबभन्दा ठुलो दिदी हो उहाँ चाहिँ हाम्रो माइली आमाको जेठी छोरी हो, अनि सबभन्दा ठुलो तपाईँ अनिता दिदी ठुलो कि तपाईँ ठुलो? म ठुलो। तपाईँ ठुलो कति वर्षको? यस्तै 5 वर्ष ठुलो हो म। सबसे ठुलो दिदी हुनुहुन्छ उहाँ, ठुली दिदी भनौँ न। अनि आज के को पार्टी हो कि कस्तो? आज आमा खुवाउने औँसी हो, त्यही भएर आज यहाँ पार्टी गरेको, सबै रमाइलो, हल्का रमाइलो। ओके। सो लाइट म चाहिँ अहिले ठ्याक्क घर आइपुगिसकेँ है। घर आएर म चाहिँ अझै सकेको छैन, उता प्रोग्राम सकेको छैन, म चाहिँ जर्सी लिन आएको। अनि केटाहरूले बोलाइसकेको छ, दिदीहरू सबैजना उता हुनुहुन्छ, यहाँ चाहिँ खाली छ, कोही पनि छैन। म चाहिँ जर्सी लिएर गइहाल्नुपर्छ है। ल यो चाहिँ मेरो रुम हो। अहिले फेरि रुम चाहिँ क्लिन गर्न थालिसकेँ मैले, फेरि अस्ति नै गरेको थियो होइन, त्यसपछि फेरि फोहोर हुन थालेको थियो, फेरि मैले हिजो भर्खरै क्लिन गरेको, सबै एकदमै नयाँ सिटअप। मेरो चाहिँ जर्सी खोज्नुपर्छ यहाँ। केटाहरू सबैजना बार्सा हो, तर म चाहिँ रियल हो नि। त्यो लगाएर जानुपर्छ, सबैले बार्साको लगाएर आउँछ, म चाहिँ यो लगाएर जान्छु। अट्याच गर्नलाई त यो त कम्पलसरी चाहिन्छ, अहिले भ्लग बनाउनु पऱ्यो नि त होइन। मेरो जहाँ गए पनि यो झोला चाहिँ कहिले पनि छुटेन क्या। यो झोला चाहिँ म किन बोक्छु भन्दाखेरि पैसा छैन नि त। अनि अर्को कारण भनेको चाहिँ एकदमै कम्फर्टेबल छ क्या, सानो चिटिक्क परेको, अनि यसको पकेट धेरै छ क्या, हेर्नु है यसमा पकेट धेरै छ, यहाँ 2टा छ, यता 2टा छ होइन, यहाँ छ, अनि यस्तै माथि मेरो चाहिँ यो चाबी राख्ने ठाउँ पनि छ क्या, यसरी अट्याच गर्न मिल्छ। अनि मैले चाहिँ टावल बोकिरहेको हुन्छ, यो चाहिँ भोलि चाहिन्छ होइन, यो चाहिँ टावल बोकिरहेको हुन्छ सधैँ। तर यो ब्याग चाहिँ धेरै भइसक्यो, लगभग
धेरै भन्नाले कति भयो भन्दाखेरि जस 3 वर्ष चाहिँ भयो होला सायद। एकछिन प्रार्थना पनि गर्छौँ न है सबैजना हाम्रो आमाहरूलाई सुस्वास्थ्यको जीवन दिनुभएको होस् भनेर हाम्रो परमेश्वरले है अनि नानो भन्दालाई चाहिँ त हामीले हामीले यतै लिनु भएन छो त्यसमा ह्यापी मदर्स डे। ह्यापी मदर्स डे। ह्यापी मदर्स डे सबैजनालाई। केक काट्नुहोस् त। सबैजना पहिला हात राख्नु 1 2 3 ला हात राख्नु छैन यहाँ। यता केकको माथि यसरी राख्नु न। ल हामीले नि पहिला पक्ने एकछिन नकाट्ने एकछिन यतिकै राख्नु ल। यतिकै राख्नु ल के? ल है त ल फोटो खिच्न है त हेर्नु त ल पहिला तिनैजना यता हेर्नु त यार फोटो खिच्नलाई यता यता यता। ल जहाँ हेर्ने पनि हुन्छ है। छोरीहरुको रहर चाहिँ 1 वर्ष मात्रै 1 वर्षमै नपुगोस्। ल काट्नु ल काट्नु। काट्नुहोस् काट्नुहोस् काट्नुहोस्। ह्यापी मदर्स डे। अनि देखि हाम्रो आमाले चाहिँ हामीले ल खुवाइदिनु अनि जे ने ल ल सबभन्दा ल ल ल ल आमा अनि यो आमा आसु तिमी अनि हामीले तेरो नाम आमा दे बडी आमा यहाँ न पहिला अनि जो वाली बेर आसु त आज ले ल ल ताली ताली। अनि जो वाली दे नि ल बारा ल ओहो कस्तो अनुभव भयो तपाईँहरूलाई? तपाईँहरूले थाहा थियो यसरी होला भनेर? खाइदिएन है उहाँहरूले चाहिँ प्राङ्क सरप्राइज भनौँ न। छोरीहरूले चाहिँ आमाहरूलाई चाहिँ मजाले खानुहोस् है त। ल हजुर मेरो बहिनीलाई आमसेली एउटा खानुहोस्। चेरी हो आमा चेरी हो चेरी चेरी आमसेली। थ्याङ्क यू ल दिदीको चाहिँ हाम्रो स्पेशल रहेछ यो त फलफुल हो खानुहोस्। ल मेरो तर्फबाट चाहिँ हस् है 100जना अब घरतिर लाग्ने। Meanwhile, रोहित भाइ छ है। अनि आज चाहिँ हामी कहाँ जाने भन्दाखेरि झम्सी खेल्ने है। अनि ललितपुर जानुपर्छ भन्दै थियो। मैले चाहिँ घरमा अब होटेल भनेको थिएँ हुन त अब राति होटेलतिर आएर सुत्ने हो। म चाहिँ घरमा गएँ भने मेरो करम गर्नुपर्छ फेरि त्यही भएर मिजन र अरूहरू आउँदैछ। हामी चाहिँ अहिले ठ्याक्क कहाँ छ भन्दाखेरि युएस एम्बेसी अगाडि होइन त चक्रपथमा छौँ हामी। अब टाइम भनेको चाहिँ अहिलेको कति 11:30 भइरहेको रहेछ। केटाहरू आयो है ल खोइ अरूहरू खोइ त हामी त तर घरमै थियो कि है। तिमीहरू जब निस्किन्छ आवासलाई कल गर्छ आवासलाई पहिल्यै भन्नुपर्ने रहेछ निस्क्यो ल बार्सेको फ्यानहरू छ यता यता हेर नि यता हेर ननै आयो आवाजले त अरू टाइम लाउँछ क्या 3 vs 1 खेल्ने है क्या होइन ऊ चाहिँ मेरो स्कुलको साथी हो। ल स्कुलको साथी हो। ल ल अब चाहिँ सबैजना भेट भइसक्यो होइन। अब चाहिँ जानुपर्छ। ल जाउँ। च्यानल छैन जाउँ न। ओइ यहाँ लगाइसक्यो मैले अब है। ल जाउँ अब तिमीहरू रियल मटिड हो यार यो भएन यार रियल होइन के सबै बार्सा सबै बार्सा हो। ल and it just you can be psyched after you're done with it. निकल लौडे। अहिले चाहिँ हामी हिँडिसक्यौँ। अगाडि 2 जना छ 2 राइड छ अगाडि अनि हामी टोटल 6 जना भयो। हिजो नाना नाना ल Let's go.
खाइरहेन चाहिँ यिनीहरूलाई नि थाहा छैन रे कहाँ हो यार डुबा यतै गडा हो एकचोटि कल गर त कल गर्दा नट रिचेबल भन्ने ऊ बन्द छ पुरै उयो रेस्टुरेन्ट नै भत्का जस्तो छ रेस्टुरेन्ट भत्काएको छ कहाँबाट गयो यहाँ आएको यो चाहिँ कहिलेदेखि बन्द भएर पुरै रस्टी रहेछ होइन यहाँ कन्ट्याक्ट गर भनिरहेको छ त्यहाँ केटाहरूले यार यतिको हामीले त होइन भित्र पुरै गोदामको छाना साना सब निकालेछ त्यही पनि कल गर्न लगाइरहेको छ कस्तो केटाहरू छ यार हाम्रो डेस्टिनेसन चाहिँ यहाँ रहेछ होइन यहाँ आइपुगिसक्यौँ हामी यहाँ चाहिँ झम्सी खेलमा अझै यिनीहरूले के गर्दैछ भन्दाखेरि उयो कन्ट्याक्ट नम्बरमा कल गरिरहेको छ अरू कुरा त छोडौँ कि यो पुरै बन्द भएर सर्टेज त्यो पुरै बन्दै गरिसकेर यता बन्द गरेर चाहिँ पुरै भित्र यस्तो होइन खटारो भइरहेछ त्यही पनि अब कल गरिरहेछ अब चाहिँ यताको क्यान्सल भयो अब हामी अर्कै ठाउँ खोजिरहेको छौँ केटाहरूले रोहित भाइ कस्तो अनुभव भइरहेछ खोइ त्यो आर निकालेर उसको स्कुटरमा टालो त निकालिदिनु यो आर निकालेर चाहिँ बाइकमा टाल्नुपर्छ ओए मिसन त्यो आर निकाल्यो भने त जियोर हुन्छ त ल फेरि एक वान मोर ल सही हो म सक्छु त उड्छ दामी दामी बबाल है बबाल लगाइसकेको छ सबैजना लग हान्दिँदा हुन्छ लग हान्दै ट्याक्क लाएर हामी चाहिँ इन्ट्री ए राख नछोड न तर मान्छे त्यति छैन जस्तो लाग्यो है रमाइलो होला जस्तो छ यही बसेर होला सायद ल ठिक छ लाइभ म्युजिक पनि रहेछ मस्त हेर्नुपर्छ लोगो देखाइदियो न भित्र छ होइन ल अब गेम सुरु भइसकेको छ अलमोस्ट अब चाहिँ मजा आउँछ है त क्वालिटी चाहिँ राम्रो भयो यहाँ मान्छे पनि देखेन क्या यार कालो मान्छेहरू हराउँदो रहेछ कति हो ला क्वालिटी चाहिँ साथी कसले के जित्ला कि के गर्ला कि कस्तो केही नगर्ला आफू सुत्ने बस्ने यिनीहरू सबैजना बाँड्छ हो म चाहिँ म मात्र हेर है यिनीहरू सबैजना हामी 6 जना आएको 5 जना बाँड्छ म एक्लै गोल भएन यस बबाल हाने थियो त
पुरै डरेर आज यिनीहरू मुटु कामेरा होला यिनीहरूको गोल हान्यो अब हान्यो provide a threat of their own. Meanwhile, Modric hangs it up. Hansi Flick will tell Pete into the mix. Goal! Yes! Yes! यो क्लिप नचिक्नु है अफसाइड भएको छ म्यान अफसाइड भएको रहेछ अफसाइड भएको छ यस्तो मजा थियो यार तर पूरा मूड खराब कर दिया Straight over to the referee for the standout moment. Join us back. Right, when you're trailing 1-0, Real Madrid do have a chance. Booked in the first. Looked offside. अब यता हान्छ यताबाट हान्छ अब यताबाट ब्रेक भयो अनि के भन्छ गेम चाहिँ यस्तो मजा आएको थियो यस्तो मजा थियो अफसाइड लिइदिँदा अफसाइड भएन अनि बार्सले जितिरहेको छ यो रमाइरहेको छ पुरै होइन म त निन्द्रा लागिसकेँ उसको चाहिँ भोलि इक्जाम छ अरे होइन कस्तो निदाइरहेको छ निदाएको मान्छे त सिधै उठेर हुक्का लाग्छ Mbappe पनि छिरेछ गेम Good enough to win the Champions League and the league last year. This is drift one. It's going to be Mbappe. Yes! Dami! Hey, मजा आयो होला ल सयो एक भएको छ अहिले केटाहरू सबजना निराशामा छन् होइन म चाहिँ म मात्र रियल म्याड्रिड हो Into the mix. Tchouaméni! तुमसे ना हो पाएगा मेरा लेना चाहिए ऐसी जिंदगी अब आए ना लाइन पे मजा आइरहेको छ तर अहिले चाहिँ यो भन्दा नि गयो बार्सा सयो पुरै रुमै लागेको छ केटाहरू अब फेरि एक गोल हालेपछि बास इनफ हो क्या केही छ भन्नुपर्ने केही छैन यार केही छैन A few inches later. Eastern time. We've got 10 players in the morning kick-off Eastern time. That is May the 11th, which is just Good. Substitutions. 7 minutes or so. He changed his mind. Giving out smoke. It's too late. You can see it from the corner. And it's like to have got substitution really make it. We'll never know. Bitch, I'm a gentleman. Nigga, man, gotta look a nigga in the eyes when you kill a man. केही भन्न मन छ बी हम्बल म्यान हम्बल दुई भइरहेको छ गेम दुई भइरहेको छ है रियल जित्छ रियल 20 minutes later. Victor straight swap.
Short. Kunde. Onto it. रोज आते हैं इस उम्मीद में आज जीतेंगे, कल जीतेंगे, परसों जीतेंगे, रोज हारते हैं। गया यो जितिसक्यो बार्साले अब यता हेर न यता ल भाइ ठिक्क हार्यो आजदेखि म पनि बार्सातिर सिफ्ट है यो चाहिँ मैले आजदेखि चेन्ज गर्ने विचार गरेको त छैन जे होस् हानेको तर खेलेको खत्रै बवाल हो ल सक्यो आजको भिडियो पनि सक्यो अनि टाइम पनि कति भयो भन्दाखेरि 4:30 बज्यो यता भने लाइभ सो ल पछि अब च्याम्पियन्स लिग फाइनल हेर्नु ए म त को रहेछ जित्यो बार्सा जित्यो गाइस लगेर आजबाट बार्सा हैन त आजबाट बार्सा जित्यो त्यो ज्याकेट छोड्ला माला साला लिएर यता ज्याकेट घर जान नि अल्छी लाग्यो त अब जानु पर्यो हैन गुर्र निकालेर गुर्र ल ठिकै छ मजा नि आयो ठिकै लाग्यो गएर चाहिँ सुत्नलाई चाहिँ लास्ट छ भाइ ए चरा गरायो त यार बिहान भयो भनेर ओइ मिजन ल तिमीहरूको बार्सा जित्यो के भन्न चाहन्छौ ल केटा जितेर बार्साले च्याम्पियन्स लिग जित्नुपर्छ हामीलाई त थाहा थियो जित्छ भनेर ढुक्क हानेर त्यही भएर म धेरै थाहा थियो त्यही हेरेर बिचमा रुन लाग्यो होइन हामी चिलमा बसिरहेको थियौँ धिरेनले मलाई घर जाऊ भन्थ्यो रातमा धिरेन घर गइरहेको छ म निदाएर हो के म ननिदा भए त के हुँदैन नि म निदाको हालत कस्तो लाग्यो धेरै राम्रो थियो आज गेम कति रे हामीले 3 हान्यो आजबाट चाहिँ अब हाम्रो साथी पनि बार्सा फ्यान हो है हैन त आजबाट टिम चाहिँ घर जाने होटल जान्छु हो रोहितलाई नि ड्रप हान्दियो नि त त्यहाँ ल आजको भिडियो यति नै अब के कस्तो लाग्यो ल केटा भाइ हान्नु नि त एकचोटि आजलाई यति नै अब चाहिँ म पनि सिफ्ट त हुँदैन ल साथीहरु तिमी अनि हुक्का खाएर निदाइदिने के हो ओए हुक्कै खादिन म हुक्का खाएर निदाइदिने हुक्कै खादिन म तिमी मलाई लाइभ फसाउने युट्युबमा यो कुरा चाहिँ नहाल्ने है धिरेन स्पेसल्ली रियल माड्रिडले जित्छ निन्द्रामा छु अब घर पुग्दैन थाहा छैन है निन्द्रामा छु ल आजको भिडियो यति नै थ्याङ्क यू सो मच फर वाचिङ यस्तै भिडियो हेर्नु मन छ भने सब्सक्राइब गर्नु होला ल बाई बाई ल